भन न बेबी। मलाई रिचार्ज गरिदेऊ न। रिचार्ज त गरिदिनु हुन्थ्यो नि, एकाउन्टमा ब्यालेन्स चाहिँ छैन। तर क्यास त छ गोजीमा। ए हो र बेबी, त्यसो भए रिचार्ज किनिदेऊ न त। कसको फोन आयो? कसको फोन आयो भन्नु होइन, तिमीहरूको भाउजीको फोन आयो केटाहरू। हल्ला नहल्ला केटाहरू, हेलो हेलो बेबी। भन न। मेरो घरमा आऊ न। किन बेबी? मलाई अलि सन्चो छैन। ए बेबी आउनु त हुन्थ्यो कि, तर म आफै यहाँ सन्चो नभएर यहाँ केटाहरूसँग के अरे बसिरहेको छु यहाँ कोठामा सुतेर। अनि ए बाबु ल दबाई ल ल बुवा, हस् बुवा, दबाई यहाँ बुवाले भर्खर दबाई लिएर जानुभयो। ए ल ल बेबी, तिमी पनि अलि आराम गर। ल ल ल ल ल ओके ओके। केटा हो बल्ल मुस्किल गयो। ल मोज गरौँ अब केटाहरू। ल लुडो खेल्ने के खेल्ने भनेर तास खेल्दै। ल ल ल रातिको 11 बजिसकेछ। मेरो बेबी के गर्दै होला? फोन गरेर हेर्नु पर्यो। मेसेन्जरमा कति केटीहरू अनलाइन आएको थियो भनेर जेनिसा पनि आइकन बोल्नु पर्यो। अब फेरि यसले फोन गरेर मुन्टी चाहिँ सताउने भयो यसले, फेरि उठाएर बोलिदिनु पऱ्यो के। हेलो बेबी। हेलो। भन न। के गर्दैछौ? म बसिरहेको छु। अनि तिमी के गर्दैछौ त? ए म पनि बसिरहेको थिएँ तिमीलाई सम्झेर। ए हो र, म नि तिमीलाई सम्झिरहेको थिएँ। तिमीलाई सम्झेर यहाँ भातै नरुचेर यहाँ कति 10वटा जति रोटी खाइदिएको थिएँ। ए हो र बेबी। ल ल बेबी, ल सुत ल राम्ररी, गुड नाइट। ल ल यताको ल ल। त्यसको जेनिसँग मनिषा पनि अनलाइन आएको छ त, सबैसँग बोल्ने म। फेरि जेनिसलाई फोन। हेलो बेबी भन न, घर आउनु? यस ल आइहालेँ म। Thank you for watching.